दर्शकबिन, भारतीय अभिनेता रामचरणको भाइरल डान्स चिकरी चिकरीमा टिकटक भिडियो बनाएर भाइरल भएका 5 उत्कृष्ट नेपाली टिकटकरहरू को हुन् त? आउनुहोस् यसै बारेमा जानौँ। नम्बर 5, अनिल लिम्बू। अनिल लिम्बूले 4 दिन पहिला मात्रै अपलोड गरेको उक्त भिडियोमा अहिलेसम्म टिकटकमा 39 लाखले हेरेका छन् भने 2,10,000ले लाइक गरेका छन्। नम्बर 4, सिर्जना घिमिरे। सिर्जना घिमिरेले 3 दिन पहिला अपलोड गरेको उक्त भिडियोमा अहिलेसम्म 40 लाखले हेरेका छन् भने 1,52,000ले लाइक गरेका छन्। नम्बर 3, अ स्क्वायर क्रू। अ स्क्वायर ग्रुपले 3 दिन पहिला मात्रै अपलोड गरेको उक्त भिडियोमा अहिलेसम्म झन्डै 52 लाखले हेरेका छन् भने 3,14,000ले लाइक गरेका छन्। यस्तै नम्बर 2 मा रहेको नाम हो दीपक विश्वकर्मा। दीपक विश्वकर्माले 6 दिन पहिला अपलोड गरेको उक्त टिकटक भिडियोमा अहिलेसम्म 58 लाखले हेरेका छन् भने 3,11,000ले लाइक गरेका छन्। यस्तै नम्बर 1 मा रहेको नाम यहाँहरूलाई पक्कै पनि थाहा छ, मोडल तथा कोरियोग्राफर आस्मा विश्वकर्मा। उनले 7 दिन पहिला मात्रै अपलोड गरेको उक्त भिडियोमा अहिलेसम्म 2,33 लाखले हेरेका छन् भने 13 लाख टिकटक प्रयोगकर्ताले लाइक गरेका छन्। यसो त आस्मा विश्वकर्माले अपलोड गरेका सामाजिक सञ्जालका सबै भ्यू जोड्दा झन्डै 7 करोड पुगेको बताइएको छ। दर्शकबिन, यो नितान्त टिकटकमा आएका भ्युजका आधारमा छुट्याइएको र्याङ्किङ हो। यसमा तलमाथि हुन सक्छ। यदि कोही छुट्नु भएको छ भने कृपया कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला। हस्त धन्यवाद, नमस्कार। के हामी चाहिँ त्यही चिकरी चिकरी भन्ने गीत हेर्दै बस्नु, मोबाइल खोलिसक्दा त्यही चिकरी 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 हो कि सिकरी हो, म त गीत पनि के हो त्यस्तो, म त